तयारी किन काबा उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू यहाँहरू सबैलाई नमस्कार जय घन्टी। यसपटक धेरै बोल्ने विचार मेरो पनि छैन किनकि धेरै बोल्ने भन्दा धेरै गर्ने दिन नजिक आउँदैछ 21 गते नजिक आउँदैछ। बोलेर भन्दा गरेर देखाउनु पर्ने ठाउँमा हामी आएका छौँ। तर केही कुरा भन्नै पर्छ। यदि आशा र अपेक्षा बोकेको ठाउँ छ यो, यति धेरै मानिसहरूले स्वागत गर्नुभएको छ, त्यसका लागि केही कुरा म भन्नै नै पर्नेछ। म राष्ट्रिय राजनीतिका केही कुरा गर्नेछु, दाङको केही कुरा गर्नेछु। त्योभन्दा पनि महत्त्वपूर्ण म थारू दाजुभाइ दिदीबहिनी आमा बुवाहरूलाई केही सम्झन चाहन्छु, केही कुरा भन्न चाहन्छु। म गर्वका साथ भन्न चाहन्छु सुरुवातमै कि थारू जाति होइन सभ्यता हो। सभ्यताको रक्षा कसरी गर्नुपर्छ? जाति होइन सभ्यता हो, जसको सुरुवात दाङमा देखिन्छ। वर्षौंको सभ्यताको संरक्षण कसरी गर्नुपर्छ त्यसको ठेक्का पनि कसैले लिन पर्दैन। रासोपालाई थाहा छ। जिम्मेवारीपूर्वक हामी ती अधिकारहरूको लागि लड्नेछौँ। म यो कुरा आजको यो आफ्नो मन्तव्यको सुरुवातमै प्रतिबद्धताका साथ व्यक्त गर्न चाहन्छु। बाँकी रह्यो यसपल्टको जुन निर्वाचन, यसभन्दा अघिका निर्वाचनमा यहाँहरूले भोट हाल्नुभएकै हो। यसअघिका निर्वाचनमा यहाँहरूले पटक पटक विभिन्न राजनीतिक दललाई छान्नुभएकै हो, चुन्नुभएकै हो। नहेरिएको होइन, मौका नदिएको होइन। यसपटक फेर्नुपर्नेछ, जनप्रतिनिधि फेर्ने होइन, हाम्रो आफ्नो भाग्य र भविष्य फेर्नुपर्नेछ आफ्नै हातले, कसैको हातले होइन। म जोर जबरजस्ती गर्न आएको होइन। म त्यो पार्टीको मान्छे होइन जसले अर्को पार्टीको कार्यक्रम हुँदा पिकनिक राख्छ, भोकम्पा खाना राख्छ, मान्छेलाई नजाऊ भन्छ, बाटो छेक्छ। म त्यस्तो मान्छे होइन। म जनताको भावनालाई छेक्ने नेता बन्न चाहन्न। न म रासोपाका त्यस्ता कोही नेताहरूलाई जनताको भावना र बाटो छेक्न लगाउँछु जसले जनताको उर्लिदो चाहनालाई छेक्न नसक्ने त्यस्तो काम गरोस्। म त्यस्तो चाहन्न। जनताको भावनालाई पढ्न दिनुपर्छ। जनताले रक्षा गर्छन् लोकतन्त्रको। त्यस कारणले देशले यसपल्ट क्रान्ति गर्छ। कसैले पिकनिक राखेर केही हुन्न, कसैले बाटो छेकेर केही हुन्न। निकाल्न त मलाई संसदबाट निकाल्ने योजनाकारहरू यही छन् नि। यो देशका जनताले सबभन्दा धेरै मत दोस्रो पटक दिएर पठाएको मलाई छलछाम गरी बिचौलियासँग मध्यरातमा हस्ताक्षर गरेर सुशासन कायम गर्दै गरेको, भ्रष्टाचारीलाई कोच्दै गरेको सरकारलाई संसदबाट छलछाम गरेर 2 घण्टामा सूचना टाँस गरेर निकाल्ने योजनाकारहरू यही छन् नि, संसदबाट निकाल्नेहरू।